आज चाहिँ हामी दीपकमल सामुदायिक वन पोखरी आएका छौँ र यो चाहिँ दार्जिलिङ जाने बाटो र मिरिक जाने बाटो सोले मोड भन्ने जग्गाबाट हो। यस्तो जानुपर्छ, भित्र जानुपर्ने रहेछ। म पनि फर्स्ट टाइम हेरौँ कस्तो छ। यहीँ रहेछ त अन्त यो त है। म त तल अझै कति किलोमिटर टाढो होला भनेको त। पानी सुकेछ यस्तो रहेछ। तर अहिले पानी सुकेको कारणले गर्दा चाहिँ त्यो खासै देख्दैन रहेछ। पानी भएको बेलामा चाहिँ दामी देख्ने रहेछ। रोहिनीको लेक टाइपको छ त है। मसँग दुई भाइ द मेन इन ब्ल्याकहरू चाहिँ दियो हो। एउटा त बिहाबाट सिधै आएको भन्छ। ए मजाको त मजाको रहेछ है। म त तल निकै टाढै होला भनेर सोचिरहेको थिएँ त। दामी पानी भएको बेलामा चाहिँ बर्खा रेनी सिजनमा चाहिँ दामी हुने रहेछ। बेसी टाढो त छैन रहेछ। जस्ट रोडबाट जस्ट देखिहाल्दो रहेछ। अस्तिदेखि बोर्ड हेर्दा चाहिँ आउने इच्छा चाहिँ थियो हो। यहाँ त भर्खर कोपिला लाग्दैछ त। अन्त यो बाटो पनि रहेछ त बाटो। यो माथि होमस्टे बनाएको होला लु दामी। दिवानको कन्टेन्ट बनिने रहेछ हो ब्रिजमा हेर है। ए हुन्छ लु भुलाइरहेको छ त बोइलरहरू त अन्त यहाँ त प्याजहरू। यो त बारेको रहेछ है। बारेको रहेछ ड्याम। कहाँ ए यो चाहिँ बनाएको रहेछ पोखरी। अस्ति यहाँ त नानी एकजना बिचरा उयो पौडी खेल्दाखेरि उयो भयो मरेको त। पुल चाहिँ दामी। यहाँबाट यस्तो देख्दो रहेछ। यहाँबाट बस्ने जग्गा रहेछ। यहाँ यो पोखरीमा पौडी खेल्न पाइँदैन भन्ने जस्तो लेखिरहेको छ हो। अटेरी गरे कानुनी कारवाही होला यहाँ फेरि हो। त्यो होमस्टे त्यहाँ केटाहरूले कता लाँदैछ हौ बाटो त। पनि त्यस्तै सोचेको थिएँ। मार्छ है। टोइलेटबाटै ए गिलो लगाउनु पर्नुहोस् नि पुरै अम्बो के हो मेन छ त हौ। होमस्टे चाहिँ त्यहाँ बस्नु पर्दो रहेछ। टट्टी चाहिँ यहाँ त्यहाँ दामी भ्यू देख्छ होला यिनीहरू। त्यो त अर्काको बारीहरू हौ। के आलु होइन आलु रोपिरहेको रहेछ। आलु उताला ऊ अलैँची पनि रहेछ त उतालो। इस्कुसको मचन पनि रहेछ उपर। आलु त दिएको त अन्त यताले look at this view man. दामी भ्यू चाहिँ सटिस।
अब कति दिनको बाद बनिँदैछ यो लगभग 1 वर्ष नभएर त मन नहालेको त आज हालेको अब त्यही त अनि यो क्लाउड मुभमेन्ट हेर न त्यहाँनिर कन्टेन्ट क्रिएटरहरूको यहाँ कस्तो हुँदैछ मामा हो एउटा फुल हातमा समातेर एउटाको फोकस मिलाउँदैछ हो यहाँ चाहिँ एउटा होमस्टे रहेछ बाटो चाहिँ यस्तो रहेछ यहाँ चाहिँ हिल लाउनेहरू चाहिँ नआइ हुन्छ है हो यो त चालु कि भर्खर बनिँदै होला यो दामी रहेछ दामी नगर अब चाहिँ हामी फर्केको र तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ सोले मुड भन्ने जग्गामै छ जस्ट यतापट्टि नेपाल पर्छ यो हो दामी जग्गा रहेछ शान्ति यस्तो जग्गाहरू घुम्नुपर्छ ल हेर्दै जानुहोस् होला इन्जोय राइट टिल देन बाई